तपाईले चाहिँ आफ्नो टिकटक एकाउन्ट सही छ अथवा छैन भनेर चाहिँ अनिवार्य चेक गर्न जरुरी छ। किनभने चाहिँ तपाईको टिकटकले तपाईको आइडीलाई फ्रिज गरिदिन्छ र कतिपय सस्पेन्स दिन्छ। एक हप्ताको लागि तपाईले टिकटकै नचलाउन पाउने, 3 महिनाको लागि टिकटकै चलाउन नपाउने त्यस्तो बनाउँछ। किन त भन्दाखेरि तपाईले चाहिँ यो भिडियो हेर्नु होला। सुरुमा टिकटक खोल्नु होला। टिकटक खोलिसकेपछि आफ्नो प्रोफाइलमा जानु होला। प्रोफाइलमा गइसकेपछि यो तीनवटा आइकन छ साइडमा, यो तीनवटा आइकनमा थिच्नु होला। त्यसपछि तपाईले टिकटक स्टुडियो भनेको ठाउँमा थिच्नु होला। टिकटक स्टुडियोमा थिचिसकेपछि अब यहाँ अलि तलतिर देखाएको छ एकाउन्ट चेक भन्ने अप्सन। यो एकाउन्ट चेक भन्ने अप्सनमा गएर थिच्नु होला। सुरुमा लगइन, पोस्ट, कमेन्ट, प्रोफाइल अनि मेसेज तपाईको के छ, आइडी ठीक छ छैन भनेर चाहिँ टिकटकले अटोमेटिक तपाईको एकाउन्टलाई चाहिँ भेरिफाई गर्दैछ। तपाईले चाहिँ यो अन्तिमसम्म हेर्नु होला र हाम्रो आइडीलाई चाहिँ फलो गरिदिनु होला, लाइक गरिदिनु होला। ल हेर्नु, तपाईको यो हाम्रो भिडियोहरु सबैमा राइट देखाइरहेछ, भिडियो ठीक छैन। अब टिकटकको क्राइटेरिया, टिकटकको मापदण्ड विपरीत तपाईले भिडियोहरु पोस्ट गर्नु भएको छ भने यहाँ इन्टु देखाउने छ र अब यहाँ मेरो देखाएको छ गुड भनेर देखाएको छ। तपाईकोमा यो देखायो कि देखाएन चेक गरेर तपाईले कमेन्ट गर्नु होला र हाम्रो टिकटक आइडीलाई चाहिँ फलो गर्न नबिर्सिनु होला। यस्तै जानकारीमूलक भिडियोहरु चाहिँ मैले फेरि पनि आगामी दिनहरुमा मोबाइल सम्बन्धी र अरु केही तपाईको लागि जानकारीमूलक भिडियोहरु ल्याउने नै छु। हस्, धन्यवाद, नमस्कार।